आज म एउटा कुरा भन्न चाहन्छु जुन सुन्दा तपाईँलाई मन नपर्न सक्छ, तर यो सत्य हो। हामी दिनमा कति समय मोबाइल चलाउँछौँ? 2 घण्टा, 4 घण्टा, 6 घण्टा? सोच्नुहोस्, हाम्रो जीवनको ठुलो हिस्सा हरेक दिन मोबाइलमा जाँदैछ। हाम्रो बानी बिहान उठ्ने बित्तिकै मोबाइल खोल्छौँ, खाना खाँदै गर्दा मोबाइल, काम गर्दै गर्दा मोबाइल, पढ्दै गर्दा मोबाइल, सुत्नु अघि पनि मोबाइल। तपाईँ सोच्नुहुन्छ म मोबाइलको प्रयोग गर्दैछु, तर वास्तविकता के हो भने मोबाइलले तपाईँलाई नियन्त्रण गर्दैछ। आजको भिडियो अन्त्यसम्म हेर्नुभयो भने तपाईँ पनि आफ्नो दिनचर्या र जीवन बदल्ने निर्णय गर्न बाध्य हुनुहुनेछ, जुन मैले पनि गरेको थिएँ। टाइम कसरी वेस्ट हुँदैछ? सबैभन्दा ठुलो क्षति टाइम। हामी भन्छौँ मसँग समय छैन, तर हामी दिनको 4-5 घण्टा मोबाइलमै बिताउँछौँ। सानो हिसाब गर्नुहोस् त, दिनको 4 घण्टा भनेको हप्तामा 28 घण्टा, महिनामा करिब 120 घण्टा र 1 वर्षमा 60 दिनभन्दा बढी मोबाइलले टाइम वेस्ट गर्दैछ। मेरो एक साथी छ, उसले भने म व्यस्त छु, पढ्न समय छैन, तर मैले उसको एक्टिभिटी चेक गरेँ, दिनको 5 घण्टा टिकटक, रिल्स, युट्युब स्क्रोलमा बिताउने रहेछ। उसको प्रोडक्टिभिटी 10% भन्दा कम थियो। तपाईँलाई आज बिहान उठेदेखि अहिलेसम्म मोबाइलमा कति समय बिताउनु भयो? चेक गर्नुहोस् त। 1 घण्टा, 2 घण्टा, 3 घण्टा? सोच्नुहोस् त। फोकस एन्ड माइन्ड गेटिङ डिस्ट्रोय। मोबाइलले हाम्रो ध्यान दिने शक्ति खाइरहेको छ। पहिले मानिस 4-5 घण्टा पढ्न सक्थ्यो भने आज 1 घण्टा पनि फोकस गर्न गाह्रो छ। नोटिफिकेसन आउँछ, स्क्रोल पढ्दै हुनुहुन्छ, सोसल मिडिया काम गर्दै हुनुहुन्छ, सपना, मोटिभेसन र डिसिप्लिन मार्नु। मोबाइलले हाम्रो मोटिभेसन खाइरहेको छ। हामी अरूको सक्सेस स्टोरी हेर्छौँ तर आफ्नो जीवन बनाउँदैनौँ। एक्जाम्पल, मैले एक साथीलाई सोधेँ, तपाईँ आफ्नो करियरमा कहाँ हुनुहुन्छ? उसले भन्यो, अझै सोच्दैछु। तर उसले 5 घण्टा टिकटक र रिल्स हेरिसकेको थियो। सपना अब प्यासिभ अब्जर्भ जस्तै भइसकेको छ। यो सबै केले गर्दा? मोबाइलले। मोबाइलले हाम्रो मेन्टल हेल्थ खाइरहेको छ। सोसल कम्पेरिजन, ओभर थिङ्किङ, एन्जाइटी, डिप्रेसन, यी सबै फोन र सोसल मिडियाका कारण बढिरहेका छन्। आज हर कोही डिप्रेसनको शिकार भइरहेको छ। हामी फिल्डमा अर्को सफलता हेर्छौँ, आफ्नो लाइफसँग अरूको लाइफ तुलना गर्छौँ, अनि टेन्सन, एन्जाइटी त्यहाँबाट सुरु हुन्छ। फिजिकल प्रेजेन्स छ तर मेन्टल प्रेजेन्स छैन। तपाईँले कहिले अनुभव गर्नुभयो मोबाइलमा बसेर खुसी भएको जस्तो लाग्छ तर वास्तविक जीवन खाली छ? यो सेन्सेसन धेरै मानिसले अनुभव गरिरहेका छन्। मोबाइल हातमा हुँदा सबै कुरा पुगे जस्तो हुने, एकैछिन मोबाइल नहुँदा आफूसँग केही नभएको, केही छुटेको जस्तो भयो। रिलेसनसिप र परिवार। मोबाइलले सम्बन्ध बिगार्दैछ। खाना खाँदा मोबाइल, साथी भेट्दा मोबाइल, परिवारसँग समय बिताउँदा मोबाइल। शारीरिक रूपमा हामी उपस्थित हुन्छौँ तर मानसिक रूपमा कहीँ अरू। मेरो एक साथीको कुरा सुन्नुहोस्, परिवारसँग डिनर टेबलमा बसेर 2 घण्टा मोबाइल हेर्थ्यो। बच्चा बोल्दा पनि वेट भन्ने गर्थ्यो। यसले बच्चाको मन र दिमागमा पनि इम्प्याक्ट पार्छ। मेरो अर्को साथी थियो, उसको दिन मोबाइलमा बित्थ्यो। बिहान उठ्यो मोबाइल, दिनभर मोबाइल, राति पनि त्यस्तै। मोबाइल 5 वर्ष बित्यो, सपना उस्तै तर उमेर धेरै अगाडि। एक दिन उसले भने, अब लाग्छ मेरो जीवन भुलिसक्यो। यहाँ प्रश्न उठ्छ, मोबाइल खराब हो कि होइन? होइन, समस्या हामीमा छ। हामी यसको मालिक नभएर नोकर भयौँ। यदि तपाईँले पनि कन्ट्रोल गर्नुभयो भने मोबाइल तपाईँको जीवनमा साथी बन्छ, होइन भने दुश्मन। तपाईँ पनि यो प्रब्लममा फसिराख्नु भएको छ भने, यो मोबाइलको जालमा फस्नु भएको छ भने आजैबाट यो कुरा फलो गर्नुहोस्। मोबाइल युजमा कसरी कन्ट्रोल गर्ने? बिहान उठ्ने 1 घण्टा मोबाइल नछुनुहोस्। सबैभन्दा प्रोडक्टिभ मानिस बिहानको पहिलो घण्टा दिन्छन्। तपाईँले पनि यस्तो गर्न सक्नुहुन्छ। टाइम लिमिट सेट गर्नुहोस्। सोसल मिडिया दिनमा 1-2 घण्टा मात्र एप्स टाइमर राख्नुहोस्। मोबाइल फ्री टाइम बनाउनुहोस्। पढ्दा, काम गर्दा परिवारसँग फिजिकल स्पेस अलग गर्नुहोस्। नोटिफिकेसन बन्द गर्नुहोस्। सबै नोटिफिकेसन अरूको प्रायोरिटी, तपाईँको होइन। मोबाइललाई टुल बनाउनुहोस्, मालिक होइन। मोबाइल एजुकेसन हो, प्रोडक्टिभिटीमा युज गर्नुहोस्, इन्टरटेनमेन्टमा मात्र होइन। आज निर्णय तपाईँको हातमा छ। मोबाइलले तपाईँको भविष्य लेख्नेछ या तपाईँले आफैले लेख्नुहुनेछ। आज राति सुत्नु अघि सोच्नुहोस्, तपाईँ मोबाइल चलाइरहनु भइरहेको छ कि मोबाइलले तपाईँलाई चलाइरहेको छ? यदि यो भिडियोले तपाईँको आँखा खोलिदिएको जस्तो लाग्छ भने आजै मोबाइल युज कन्ट्रोल गर्न सुरु गर्नुहोस्। समय फर्केर आउँदैन तर पछुतो चाहिँ फर्केर बार आउँछ। आजलाई यति नै, सबैको भलो होस्। हस् त, धन्यवाद, बाई बाई, टेक केयर।